नमस्कार, कार्यक्रम उज्यालो चौकुनेमा स्वागत छ। आज हामीसँग हुनुहुन्छ चौकुने गाउँपालिका वडा नम्बर 7 का मिसन 2084 को सम्भावित वडा अध्यक्षको उम्मेदवारी हिरा दास ढकालजी हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत छ। हिराजी नमस्ते। आराम हुनुहुन्छ? एकदम आराम छ। अब तपाईँ राजनीतिक यात्रामा धेरै अग्रता राख्ने इच्छा गर्नुभएको छ, सुरुवाती दिनहरू गर्नुभएको छ हैन? तपाईको सुरुवाती नै तर हामी अग्रताको रूपमा लिन्छौँ। कसरी हेर्नुभएको छ तपाईले मिसन 84 लाई र चौकुने 7 लाई? अब यसमा के छ भनेपछि सबै हामी नेपाली जनताको युवाहरूले राज्यप्रति माया देखाउनुपर्छ। जुन देशलाई कसरी अगाडि बढाउने, देशको अर्थतन्त्रलाई कसरी वृद्धि गर्ने भन्ने विषयमा अहिले चाहिँ सबै युवाहरूको हातमा छ। हामी युवाले चाहिँ सोचेर हामी चाहिँ राज्य सत्तामादेखि लिएर यस्ता नेतृत्वहरूको क्रममा युवाहरूले आउनुपर्छ भन्ने धारणा छ। अब यो मिसन 84 को विषयमा तपाईँले कुरा गर्नुभयो। मिसन 84 पनि यहाँभन्दा अगाडि विगतका दिनहरूमा पनि दुईचोटि हाम्रा कार्यकाल भइसकेका छन्। हाम्रो वडा अध्यक्ष पनि दुईचोटि हाम्रो दुईचोटि नै उहाँ दुई कार्यकाल भेइन लाग्यो 10 वर्ष 2074 सालबाट स्थानीय सरकार लागू भयो, जो कि स्थानीय चुनाव 2054 बाट देखि लिएर 2020 वर्षको अवधिमा बीचमा भएन र त्यसपछि पुन भयो। अनि 2074 सालदेखि आजसम्म 9 वर्षको अवधिमा चौकुने 7 मा कस्तो परिवर्तन देख्नुभयो तपाईले? वडा स्थानीय सरकार आएदेखि? अब स्थानीय सरकार आएदेखि जुन परिवर्तनको कुरा भन्छ, विकास प्रक्रिया छ त्यो चाहिँ अब भएन भन्न सकिन्न। केही मात्रामा भएको छ। जुन चौकुनेले चाहेको अनुसारको विकास काम जुन हुनुपर्ने हो नि, यो पिरियडमा हुनुपर्ने हो नि, त्यो हुन सकेको छैन। चौकुने 7 मा विकास भएन? विकास भएन मैले भनेको विकास भएको छ, तर चाहिँ त्यहाँको जनताले भने अनुसारको विकास भएको छ। के तपाईले राजनीतिक आक्षेप लगाउन खोज्नु भएको छ? होइन, मैले राजनीतिक आक्षेप लगाउन खोजेको होइन। चौकुने 7 मा विकास थुप्रै भएको छ। के भएको छ? बाटो घाटो म भन्छु तपाईलाई, तपाई राजनीति गर्दा हो नि? हजुर। तपाई राजनीति गर्ने मान्छे हो नि? हजुर। तर म त राजनीति गर्ने मान्छे हैन, किनकि मलाई राजनीतिमा इन्ट्रेस्ट छैन। तपाई राजनीति गर्ने मान्छे, तपाई सम्भावित बोकेको मान्छे हो, त्यहाँको जुझारु युवा हो। तपाईलाई त्यहाँको जनताले साथ सहयोग गर्नेछ, हामी पनि आशा राख्छौँ। अनि तपाईले विकास आयोजना चौकुने 7 मा 2079 सालको स्थानीय चुनावपछि हाम्रो वडामा बिजुली आयो भने त्यसलाई विकास भन्दै किन? शिक्षामा केही परिवर्तन भएको छैन? बाटोघाटोमा सामान्य विकास भएको छैन? त्यसलाई कसरी हेर्नु भएको छ तपाईले? तपाईले बिजुलीको कुरा गर्नुभयो, बाटोको कुरा गर्नुभयो, शिक्षाको कुरा गर्नुभयो। जुन नौ वर्षमा पुला शिक्षा यो कृषि यताउति तपाईले मैले वडा नम्बर 7 मा विकास भएको छैन भनेको होइन, विकास भएको छ। तर चाहिँ त्यहाँको जनताले भने अनुसारको विकास भएको छ। जुन यो दुई कार्यकालमा हुनुपर्ने विकास हो नि, त्यो भएको छैन हैन। जसरी दीर्घकालीन रूपमा त्यो बिजुलीको कुरा गरिन्छ, त्यो त पहिलेकै सरकारले त्यो अवधारणा ल्याएर त्यो ठेक्कापट्टा भएर त्यो बिजुली आउँछ भने त्यो स्थानीय सरकारले त ल्याएको होइन। त्यसमा स्थानीय सरकारको हाम्रो वडामा कुनै भूमिका रहेन भन्ने भूमिका होइन। त्यहाँभन्दा अगाडिको सरकारले नै बिजुली ल्याउनु पर्छ भन्ने ठेक्कापट्टा टेन्डर भइसकेको हो। आउन मात्र ढिला भएको नि भनेको। तपाईले शिक्षाको क्षेत्रमा पनि तपाईँ एउटा प्रश्न छ, तपाईँ स्पष्ट पार्दिनुस् कि जो कि 2079 सालको स्थानीय चुनावमा निर्वाचन भएका वडा अध्यक्ष गाउँपालिका अध्यक्षको कुनै पनि भूमिका रहेन चौकुने गाउँपालिकामा विकास गर्नमा वा वडामा हाम्रो वडामा विकास हुनमा वडा अध्यक्षको कुनै भूमिका रहेन? भूमिका भनेको मैले भनेको उहाँको पनि भूमिका छ, तर चाहिँ त्यो चाहिँ योजना भिजन चाहिँ अघिल्लो नै सरकारले नै गरेको हो भनेको हो के। भिजनको तिनीहरूले भिजन योजना बनाएर त्यो ल्याएको होइन के। अहिलेको वडा अध्यक्षको अहिलेको जो प्रतिनिधि छ तिनीहरूको भिजन क्षमता छैन भन्न खोज्नु भएको? मैले भिजन क्षमता छैन कहाँ भन्न खोजेको? अनि के भन्नु खोज्नु? उहाँलाई चाहिँ आफूले चाहिँ गर्नुपर्ने काम चाहिँ जुन जनताको आश त्यो अनुसारको काम गर्न सक्नु भएको छैन भन्न खोजेको हो नि। एउटा तपाईँ राजनीति गर्ने मात्र सही पोइन्टको प्रश्न गर्नुभयो, जनताको आशा अनुसार काम गर्न सक्नु भएको। अनि त्यो 5 वर्ष तपाईबाट सम्भव हुन्छ? किन सम्भव छैन? सम्भव छ, तपाईबाट सम्भव छ। सम्भव छ। दुई कार्यकालमा जो कि 74 देखि लिएर 84 सम्म गर्न नसकेको, ती दुई कार्यकालमा दुईटा अध्यक्षबाट सम्पन्न हुन नसकेको काम जनता रुष्ट भयो। अनि तपाईको एक कार्यकालमा जनताले तपाईले जनताको नेता भएको खण्डमा तपाईले जनताको चित्त बुझाउन सक्नुहुन्छ? मलाई 5 वर्ष पनि लाग्यो। मलाई 3 वर्ष 2 देखि 3 वर्षमा तिनीहरूले नगर्न सकेको काम जनताले चाहे अनुसारको विकास गराउन उनीहरूले चाहे
अनुसारको विकास म 3 वर्षमा पुरा गरिदिन्छु। तपाईले प्रतिबद्धता जाहेर गरेर त्यो पुरा गर्न सक्नुहुन्छ? प्रतिबद्धता मैले जाहेर गरेँ पुरा गर्न सक्छु। हाम्रो एउटा कार्ययोजना बनेको छ, एउटा भिजन बनेको छ, एउटा योजना बनेको छ। उपाय तीनटा भन्नुस्। जनतालाई कृषि बारे त्यहाँको दिगो विकास र तीनवटा कारण भन्नुस्। एक दिगो विकासको लागि हामीले चाहिँ त्यहाँका युवाहरूलाई, स्थानीय युवाहरूलाई घरमै हामीले तिनीहरूलाई चाहिँ हामीले चाहिँ उद्यमशील बनाउने, व्यवसायमा जोड्ने पहिलो कारण। जो पनि साथका युवाहरू जसरी व्यवसायमा लगाउने र त्यहाँबाट व्यवसाय उत्पादन भएको चिजलाई हामीले चाहिँ तिनीहरूलाई कुन मार्गबाट लिएर मूल्य स्थानीय बजेटले उपायहरू हुन सक्छ। एउटा वडाको बजेट किन रोक्न सकिँदैन? कसरी रोक्छ? भन्नुस् का एक दुई दिन दुईटा उपाय भन्नुस् न रोक्ने। दुईटा उपाय भन्नुस् युवा रोक्ने। एउटा वडामा कति बजेट आउँछ? हामी त बजेट पछि नलाउनु, बजेट कति आउँछ भन्ने कुरा बजेट मात्रै ठुलो कुरा होइन के। हामीले आफ्नो लगानी गरेर पनि त्यहाँ समुदायको श्रमबाट पनि लगानी गरेर पनि हामीले विकास गर्न सक्छौँ के। एउटा वडाको विकास हुनका लागि तीव्र विकास हुने केन्द्रदेखि बजेट खिच्न सक्नुपर्छ। त्यही त भने नि यहाँभन्दा अगाडिको सरकार र प्रतिनिधिले त्यही हेरेर पो विकास नभएको हो नि। सरकारमा नै केन्द्रित भयो के। हामीले त्यहाँको जनशक्ति उपयोग गर्न सकेनौँ, त्यहाँको श्रम हामीले उपयोग गर्न सकेनौँ। त्यसै कारणले विकास हुँदैन। त्यसमा को छ दोषी? त्यहाँको युवा छ? युवा छैन। को छ? त्यहाँको नीति निर्माण योजना र भिजन नल्याएको कारणले गर्दाखेरि दोष त्यो हो के। नेता भनेको के हो? स्पष्ट पार्दिनुहोस् त जनतालाई आज तपाईले। नेता भनेको जनताको सेवक, जनताको समस्यालाई समाधान गर्नेलाई नेता भनिन्छ। उसले सेवक भएर उसको दिन रात जनताको समस्या बुझेर उसलाई समाधान गर्नेलाई तपाई त जनताको सेवा गर्न तत्पर हुनुहुन्छ। जनताले चाहे भने चाहिँ तयार हुन म तयार छु। धन्यवाद। कार्यक्रममा धन्यवाद।